Good morning, everyone. गुड मर्निङ भाइ Good morning. बिहान रुको आउने आज 8 बजीसम्म नि तिमीहरू चाहिँ ओछ्यानमै छौ आज शनिबार ढिलो उठ्यौँ है अनि ढिलो उठेर बिहान दुवैजना ब्रस गर्न थाले र बिहान चाहिँ उसलाई एक्सर्साइज गर्न एकदम मन लाग्छ अनि ऊ चाहिँ एक्सर्साइज यसरी गर्दैछिन् एक्सर्साइज गर्न खुब मनपर्छ भन्दा एक्सर्साइज योगा एकदम गर्छिन् अनि हामी चाहिँ खानासाना खाएर हामी लाग्यौँ एकछिन घुम्न अब हामी कहाँ जाँदैछौँ भनेर सोच्नुहुन्छ भने चाहिँ हामी चाहिँ अहिले जाँदैछौँ चिसो चिसो मौसममा घाम ताप्दै फुटबल खेल्नको लागि अब यसरी हामी फिल्डमा चाहिँ फुटबल खेल्दैछौँ बिहान चाहिँ फुटबल खेल्न एकदम मक्ख छ बिहान पनि फुटबल खेल्न मक्क छिन् अनि बिहानलाई चाहिँ फुटबलसँगै नाच्दै पनि छिन् बिहान चाहिँ फुटबल खेल्न मक्ख अब यो भ्यान्सले फिल्डमा के गरेको भन्दै हुनुहुन्छ होला है भ्यान्सलाई चाहिँ फुटबल खेल्दाखेरि इँटा ढुङ्गाले डिस्टर्ब गर्यो अरे अनि साइडमा सारेको भ्यान्सले अनि हामी यसरी फुटबल खेलेर आउँदाखेरि त घरमा त पार्सल आइरहेको रहेछ के को पार्सल भनेर हेरेको त हेर्नुहोस् ल यो के को पार्सल हो बिहानलाई कलर गर्न मनपर्छ अनि बिहानलाई चाहिँ मैले कलर गरेको मामु सबै राखिदिस्यो नफ्यालिदिनु नच्यातिदिनु भनेको थिइन् अब यसमा चाहिँ टास्नला भनेर ल्याइदिएको अब आज छुट्टी हो नि त अनि घरमै बस्ने त कुरा भएन नि त्यही भएर हामी चाहिँ हिँड्यौँ घुम्नको लागि अहिले विराटनगरमा फुड फेस्टिभल चलिरहेको छ त्यो फुड फेस्टिभलको लागि हामी क्रिजल बियान्स बियाना र हामी सबैजना मिलेर चाहिँ फुड फेस्टिभलमा गयौँ फुड फेस्टिभलमा लाइभ कन्सर्ट पनि चलिरहेको थियो फुडहरू पनि चलिरहेको थियो अनि हामी चाहिँ फुड र कन्सर्ट हेरेर मक्ख परेर बस्यौँ अनि हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो यदि हजुरलाई हाम्रो भिडियो मन परेमा लाइक सेयर अनि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला थ्याङ्क यू